म चाहिँ यहाँ सेवा गरायो बुझ्नुभयो लाइनमा गरेर तपाईँ बाहिर आउनुहोस् न हामीहरू यहाँ चाहिँ यत्तिकै बस्यो हामीहरू पीडामा परेका व्यक्ति हो सबैजना हुँदैन भन्ने एउटा कुरा गर्ने हामीले बुझ्यौँ तपाईँले 1.5 घन्टा खाजा खाने समय हुन्छ हामीले बिहानदेखि खाना नखाएर लाइनमा बसेको कुन कुन ठाउँबाट आएर लाइनमा बसेको तपाईँहरूलाई 1.5 घन्टा खाजा खाने समय कहाँमा देखाएको छ हामीहरू को फुकिरहेर बसिरहेको बेलामा एउटा कलमको सिग्नेचर कुरिराख्ने त्यही हो गर्ने मैले छेउमा आइज भन्नेले बाहिर आउने म पनि बाहिर छु हामी बोलाउँदा हुन्छ ल मलाई छेउमा बोलाउनेलाई बाहिर आउने ल सक्छ भने परहरी बोलाउने हामी पनि छौँ हामीले कसै कानुन मिचेर काम गरेका छैन है हामी नियम विपरीत कसै कोही बोलेको छैन है नियम विपरीत हामी 1.5 घन्टा खाजा खान गएको छैन हामी पानी र चाउचाउ खाएर यहाँ लाइनमा बसिरहेको छु थाहा छ मलाई आज सिग्नेचर गर्नु भन्ने त्यसैको लागि त्यो तपाईँहरूले कुरा तपाईँहरूको मुद्दा अहिले यहाँ दिएर मात्रै हुँदैन तपाईँहरूको मुद्दा कमजोर हो भने तपाईँको अर्थ के भयो त कहाँबाट आउनु भएको छ के गर्नु भएको छ होइन आउँदा जाँदा दुःख हुन्छ मुद्दा दिँदैको मात्रै हुँदैन त सबै भोट जितिँदैन नि त मुद्दा कमजोर नहोस् भनेर यो डकुमेन्ट चाहिन्छ यो छैन अनि यहाँ कम्प्युटरमा इन्ट्री गर्नु तपाईहरु टाइममा कोही आउँदैन यहाँको मान्छे आइपुग्नु भएर कोही आएको मान्छे यताबाट के भयो यहाँ 3 नम्बर कोही मान्छे गणेश प्रसादको काम गर्नु पर्छ गणेश प्रसाद 3 नम्बरमा कोड लाउनु पर्छ मान्छे कोही 3 नम्बर अहिले छैन 8 घण्टाको ब्रेक 3 घण्टा भइसक्यो